पहला पूरी दिन्छ हुन्छ पूरी हुन्छ पूरी पछि हाउ अबाउट लन्च लन्चमा के दिन्छ पूरी तरकारी अनि जाम जाम पछि अन्डा अन्डा ब्रेड अनि लन्च पनि अन्डा ब्रेड हजुर लन्च पनि अन्डा ब्रेड अन्डा हैन अन्डा उ जस्तो हुन्छ रे पोच बनाएर टोस्ट बनाएको जस्तो अन्डा टोस्ट अन्डा टोस्ट ब्रेड अनि डिनरमा के दिन्छ खाना डिनर बेलुका रातिको खाना बेलुका अन्डा कहिले हुन्छ अन्डा कहिले साग यस्तो हुन्छ अनि पानी पिउनको लागि कस्तो पानी दिन्छ नर्मल पानी हो र तिम्रो रुममा कतिजना मान्छे छन् 49 रुममा 49 एउटै रुममा 49 सुत्नलाई ओहो धेरै रहेछ त मान्छे अनि अनि तिम्रो क्लास कति बजेबाट सुरु हुन्छ क्लास पढ्ने टाइमहरू तिम्रो पढ्ने टाइम कति बजेबाट सुरु हुन्छ बिहान चाहिँ 8 बजे हुन्छ हजुर स्कुल चाहिँ अनि ब्रेक टाइम कहिले हुन्छ ब्रेक टाइम 2 ब्रेक परेपछि 11 बजे अनि 1 ब्रेक परेपछि खाना खान जाने अनि खाना खाँदा तिम्रो क्लासको सबैजना नानी कि कस्तो छ खाना खाने ठाउँ डाइनिङ हल ठुलो छ तिमीलाई त्यहाँको खाना मनपर्छ तिमीलाई यहाँ के मन परेको छैन त के मन परेको छैन हो र अनि अरू खानाहरू ठिक छ ब्रेकफास्टहरू ठिक छ लन्च पनि ठिक छ साग कतिचोटि दिन्छ बिहानमा बेलुका 3 चोटि दिन्छ कि एकचोटि मात्रै
किरण कुमार नेपाल, विशाल कुमार नेपाल, ऋषिकेश सिंह